हेलो गाइस, दर्शन नमस्ते सबैलाई। 2084 सालको सबैलाई शुभकामना। वैशाख 1 गते हामी चाहिँ कालीगण्डकीमा नुहाउन आएका छौँ र भक्तजन पनि धेरै आउनु भएको छ। आज एकदम रमाइलो भएको छ। हेर्नुस्, भक्तजनहरू पनि एकदम धेरै हुन्छ। वारी पनि पारी पनि त्यति नै हुनुहुन्छ। हामी चाहिँ कालीगण्डकी सेङ्जा र पाल्पाको बीच कालीगण्डकीमा आएका छौँ नुहाउन र माथि चाहिँ मन्दिर हुन्छ। मन्दिरमा पूजा पनि गर्न आएको छौँ। ल, म चाहिँ नुहाउन लागेको छु कालीगण्डकीमा। पानी पनि चिसो छ। हेर्नुस्, सङ्क्रान्ति परेको छ आज। हेर्नु त, कालीगण्डकी, पवित्र गण्डकी देख्न सक्नुहुन्छ सबैले। कालीगण्डकी कति भक्तजनहरू आउनु भएको छ। वहाँदेखिबाट यहाँ पारीसम्म कति आउनु भएको छ। हेर्नु त, यता पनि त्यति नै। आज चाहिँ हामी बुढाबुढी आएको छौँ नुहाउनलाई। नुहाइरहनु पनि भएको छ, पूजापति गर्न जानुभएको छ नुहाएर चोखनिष्ठ भएर। अब हामी पनि नुहाउनियो, त्यहाँ चोखनिष्ठ भएर पूजा गर्न जाने र हजुरहरूलाई म चाहिँ पूजा गरेको पनि भिडियो देखाउँछु, मन्दिर पनि देखाउँछु। सबैलाई दर्शन गर्नु होला मन्दिरको। ल गाइज, हेर्नु, म नुहाउन हिँड्न लागेको छु। चिसो छ, पानी पनि चिप्लो पनि छ। लोट्नु होला नि बिस्तारै। सबै आउनु है नुहाउन। सबै आज नुहाउनु दिनु। चिसो पानी कसरी अलि बिचमा जानु न। चिप्लो हो त्यहाँ हाल्नु। अनि चुलुप्पा डुब्ने पो पौडी खेल्ने। चिप्लो छ कि ढुङ्गा? ढुङ्गा चिप्लो छ कि? हेर्नु यस्तो। जाडोले हात्तिनु हो। धेरै चिसो छ। गर्मीको मौसम भए पनि पानी। ल, मेरो श्रीमती पनि नुहाएर है। ल, अब चाहिँ मन्दिरमा गएर देखाउँछु है हजुरहरूलाई भिडियो। मेरो हेरिदिनु होला। नयाँ नयाँ च्यानल हो, लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। पल्ल नुहाएर आइयो गाइस। बहुत चिसो छ पानी पनि। यस्तो गर्मी मौसममा पनि यति चिसो छ पानी। अब म चाहिँ होला मन्दिरमा गएर भिडियो देखाउने छु। मन्दिरको पनि दर्शन गराउँछु हजुरलाई। ल साथीहरू, अब हामी चाहिँ नुहाएर भ्याएर पूजा गरेर पनि सक्यो। अब हामी चाहिँ ठुलो मन्दिर जान लागेको छौँ। अब मन्दिरमा गएर हजुरलाई म दर्शन गराउने छु। फाइनली गाइज, हामी चाहिँ मन्दिरमा आएको छौँ। मन्दिर चाहिँ वहाँ माथि, हामी चाहिँ यहाँ तल गेटमा छौँ। अब चाहिँ मन्दिरमा हामी जान्छौँ। गएर हजुरहरूलाई मन्दिरको दर्शन पनि गराउनेछौँ है। यसलाई चाहिँ भुजातको सिद्ध बाबा मन्दिर भनिन्छ। यति सुन्दरता छ र भक्तजनहरूले पूजा गरिरहनु भएको छ। है त, घन्टी बजाउनु पर्छ। शिवजी, हेर्नु त शिवजी। ल, दर्शन गर्नु शिवजी। टाढैबाट भयो भने दर्शन गर्नु शिवजीको। हामी चाहिँ मन्दिरै जाउँ पहिला है। त्यहाँ आएर त्यहाँ शिवजी घुम्ने। शिवलिङ्ग दर्शन गर्नुहोस् टाढैबाट। म चाहिँ फर्स्ट टाइम हो
ओ मेरो श्रीमती चाहिँ 2-3 चोटि भइसक्यो म चाहिँ फर्स्ट टाइम है 2-3 चोटि होइन अस्ति नै पनि एकचोटि आएको होइन म चाहिँ 2 चोटि यस्तो राम्रो बनाएको यस्तो राम्रो अहिले झन् एकदम राम्रो म चाहिँ आए पनि बाहिर आएको थिएँ कि भित्र आएको थिइनँ कि भित्र आएको थिइनँ बाहिरबाट गएको थिएँ पूजाआजा गर्दै भन्छ ल हेर्नु त यस्तो ढुङ्गाको बिचमा क्याप्चोमा सिद्ध बाबा मन्दिर सबै भक्तजनहरू आउनुभएको छ दर्शन गर्नु होला शिवजी उहाँ गण्डकीबाट नुहाएर चोखनिष्ठ भएर यहाँ शिवजी थिम आएर पूजा गर्न सकिन्छ यता भित्रमा हेर्नु कस्तो राम्रो बनाएको भित्तामा पनि यति राम्रो शिवजी बनाउनु भएको छ ल साथी नन्दी माता अगाडि शिवजी हुनुहुन्छ शिवजीको अगाडि नन्दी माताको अगाडि शिवजीको शिवलिङ्ग शिवलिङ्ग नन्दी भगवान र शिवजी महादेव हुनुहुन्छ ल गाइस हामी चाहिँ पूजा गरेर सकेर हामी चाहिँ अब रुम घरतिर लागेको र केही मिस्टेक यो भिडियोमा छ भने सल्लाह सुझाव दिनु होला कमेन्ट गरेर सल्लाह सुझाव दिनु होला नयाँ च्यानल हो र माया पनि देखाइदिनु होला लाइक कमेन्ट सेयर पनि गरिदिनु होला म चाहिँ होला अलिकति अगाडिको बाटो चाहिँ देखाउँछु कहाँबाट आउने हो मन्दिरमा ल हामी चाहिँ लाग्यो अलिकति चाहिँ उकालो छ यो चाहिँ ट्याक्कै पाल्पा हो होइन पाल्पा हो रामपुरबाट यो चाहिँ यो बाटो चाहिँ हाइवे बाटो चाहिँ रामपुरबाट वहाँसम्म जान्छ होइन कहाँ अरे बुटोल होइन बुटोलको हाइवे रामपुरदेखि बुटोलको हाइवेको तल हो अगाडि ठ्याक्क पिपल छ पिपलबाट मेन गेटै छ मलाई पनि त्यति जानकारी छैन यो चाहिँ मेन हाइवे हो पाल्पादेखिबाट बुटोल जाने यो चाहिँ मेन हाइवेको उसमा छ हाइवेबाट चाहिँ